हेलो गाइस, के छ खबर? कहाँ हुनुहुन्छ? जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र जसरी बनिरहनुको लागि प्रयत्न गरिरहनुहोस्। आउनुहोस् हजुरहरूको माझमा सदा चाहिँ म आइसकेको छु। आफूले जानेको, बुझेको र अनुभव गरेकोलाई साटसाट गर्नको लागि। हामी सबैले जानेका त हुन्छौँ, तर भन्दाखेरि वा बोल्दाखेरि कसरी भन्ने, प्रस्तुत गर्न थाहा हुँदैन। सायद त्यही थाहा छैन भन्ने भ्रमले नै हामी आफ्नो समयलाई, आफ्नो क्षमतालाई लुगाउन पनि सकेका हुन्छौँ। म आज यही विषयमा कुरा गर्नेछु। समय र क्षमतामा आफूले कुन कुरालाई चाहिँ प्राथमिकता राख्ने हो? समय हामी जतिसुकै कुरालाई हामीले याद गर्छौँ वा केही पनि कुरा हामीले निर्णय गर्छौँ, त्यो चाहिँ हामीले समयअनुसार वा समयलाई चाहिँ खर्च गरेर हामीले क्षमताहरू विकास गरेका हुन्छौँ। अहिलेसम्म हामीले जे गर्छौँ, निरन्तरको बानी, ह्याबिटले गर्दा नै हामी सधैँ नै गरिराख्न मन लाग्ने गरी हामीले आफ्ना क्रियाकलापहरू सञ्चालन गरेका हुन्छौँ। बिहान उठेदेखि बेलुकासम्म समय त सबैको लागि एउटै नै हो भन्ने कुरा सबैलाई थाहा नै छ। तर यस समयभित्रमा हामीले चाहिँ कस्तो निर्णय लिन्छौँ, कुन निर्णय लिन्छौँ, कसलाई बढी प्रायोरिटी दिन्छौँ वा कुन विषयलाई हामीले प्रायोरिटी दिन्छौँ, यसमा महत्त्वपूर्ण हुन्छ। यो कुरा भन्दै गर्दा हामी कसरी जिएका छौँ, कुन लयमा छौँ, कुन कुरा हामीले चाहिँ सिकिरहेका छौँ, यो कुरामा भर पर्छ। र हाम्रो सिकाइ, बुझाइ र लगनलाई एकसाथ गरेर एक लगनको साथमा हामी अगाडि बढायौँ भने आफूले गर्नुपर्ने कुराहरू व्यवस्थित हुन्छ, अनुशासित हुन्छ। जहाँसम्म लाग्छ हामी कुनै पनि काम गर्दै गर्दा कस्तो व्यक्ति बन्ने वा कुन क्रियाकलाप गर्ने निर्णय लिँदै गर्दा हामी चुक्छौँ वा समयलाई ख्याल गर्दैनौँ। जब हामी समयलाई ख्याल गर्छौँ, समय हामीसँग छैन, एकदम इमर्जेन्सी छ, आपतकालीन छ भने त्यो अवस्थामा चाहिँ हामीले समयलाई बल्ल चिन्ने गर्छौँ। तसर्थ समयलाई चिन्नको लागि जस्तोसुकै काममा हात हाल्नुभन्दा पहिला विचार गऱ्यौँ भने पक्कै पनि समयले हामीलाई फाइदा दिनेछ र त्यस्तो बानी बस्नेछ, त्यसले हामीलाई पछाडि सहयोग गर्नेछ, जीवनभर सहयोग गर्नेछ। त्यसर्थ समयलाई सदुपयोग गरौँ, आफूलाई सहयोग गरौँ। जय होस्।